गाइस हामी चाहिँ तिलोत्तमा पार्क अब यो च्यानल मेरो भयो है अब पाँच दाजु हाम्रो दाको यहाँ दाइ आराध्य दाइ दाइ भन्छ यस्तो दाइ आरु भाइ हाम्रो आरु भाइ आराध्य भाइ आराध्य भन्नु हाम्रो सुमन दाइ अनि यहाँ हामीले सुनिन भएर हामी चाहिँ यहाँ अहिले तिलोत्तमा पार्क हिँड्दैछौँ सबु अनि हार्दिक र रिन्सा चाहिँ छुटे कता गएछन् कुनै तिनीहरूलाई खोज्दै खोज्दै पनि हिँडेको कहीँ देखेनन् फेला परेनन् त्यही भएर चाहिँ हामी चाहिँ यसो तिलोत्तमा पार्क घुम्न जाऊँ भनेर हिँड्दैछौँ गाइजहरू आजको दिन राम्रो छ घाम लागिरहेको छ गर्मी सुरु भइसक्यो गाइज अनि गर्मी पनि अलिअलि गर्मी फिल भइरहेको स्याहाँ गर्दै तिलोत्तमा पार्क घुम्न जाने भन्ने निर्णयका साथ हामी 5 जना खासमा चाहिँ यो मैले चाहिँ मेरो युट्युब च्यानल छ कि तपाईँ सबैहरूले थाहा होला त्यसमा होइन कि सुन्न त्यसमा चाहिँ युट्युब के अरे धेरै जसो हिपहप कम्युनिटी हिपहप खालको अपडेटहरू दिन्थेँ सर्टहरू होइन पोस्टहरू त्यस्तो राख्थेँ तर भ्लगमा चाहिँ मैले आफ्नो पर्सनल भ्लग हाम्रो कहाँ गएको यस्तोतिर राख्छु तर भ्युज चाहिँ खासै होइन 200-300मा सीमित हुन्छ तर अर्को हिपहपमा चाहिँ एउटा सर्टमा चाहिँ 1 मिलियन पुगेको छ मेरो फाइनल्ली एकदम धेरै कङ्ग्रेचुलेसन हाम्रो त भिडियोहरू आजकल धेरै भयो 2-3 महिना भयो होला सायद मैले अपलोड नगरेको अनि समय व्यस्तताको कारणले गर्दा चाहिँ भएको छैन छिट्टै आउँछ यो भ्लग चाहिँ इन्जोय गर्नु होला चाहिँ हाम्रो सुमन दाइले चाहिँ तिलोत्तमा पार्क घुम्न जाऊँ भनेर सल्लाह दिनुभयो अनि हामीले उहाँको सल्लाहलाई मध्यनजर गरी चाहिँ हामी उहाँको के अरे उहाँको निर्णयलाई चाहिँ स्वीकार गरियो उहाँको निर्णयलाई स्वीकार गरेर हामी तिलोत्तमा पार्कतिर प्रस्थान गर्दैछौँ नेपाली भाषा अब गाइजहरू पछाडि हाम्रो 2 भाइ आउँदैछन् 2 भाइ भन्ने एउटा चाहिँ छोरो भयो अर्को चाहिँ भाइ भयो A few moments later. हेलो गाइज हामी चाहिँ तिलोत्तमा पार्कमा घुम्न आएको यहाँ चाहिँ के भने यस्तो प्रवेश शुल्क 550 रुपियाँ भनेर यस्तो 12 वर्ष उमेरभित्रकालाई मात्र भनेर भने अब हामी जान पाइएन यहाँ फेरि टिकट काउन्टर मान्छेहरू छैनन् सबैले यहाँ सानो यत्रोबाट छिर्न सक्छु भनेर यहाँ कोसिस गरिरहेछन् भित्र छिर्नलाई रितिका बरु सक्छ कि सक्दिने भन्छ हेलो गाइज हामी चाहिँ तिलोत्तमा पार्क खेल्न पाइएन अब फेरि राति यस्तो लुकेर यसो आउने भन्ने यहाँ कुरा गरिरहेछौँ साँझ दिदीहरूसँग आउने भन्ने लुकेर जाने हो घुम्न लिएर जाने हो त्यही प्लान गरिरहेछौँ अनि यहाँ चाहिँ यस्तो लजाएर मुख ढाके सधैँ लजाउँछु मास्क लगाएर आउँथेँ आज मास्क नलाइकन आएर यस्तो भयो यता चाहिँ हाम्रो दाइश्री अनि हाम्रो भाइहरू श्री हाम्रो यिनी खेल्न नपाएर निराश भइरहेको छैन अलि साँझ आएर खेल्ने भने किन न प्लान अब चाहिँ यहाँ हामी तिलोत्तमा पार्कबाट फर्किँदैछौँ यस्तो छ यो पार्कमा कोही किन नआइदिनु होला र आइदिनु यहाँ कति रमाइलो गरिरहेको अर्को यहाँ फुच्ची देख्ने भनेर आउँदाखेरि चाहिँ यहाँको मेरो अनि यहाँको मेयर त्यही हो ए ल मेयर साहब अब भोटाली बेला आउँदैछ सुन्नुहोस् राम्रोसँग यहाँको पार्कको अलि राम्रो व्यवस्थापन अलि भएन व्यवस्थापन छैन बच्चालाई हामीले 50 रुपियाँ भन्ने हजुरले 10 रुपियाँ भनेको उसाउँथ्यो कि 10 रुपियाँ होइन पैसा लाग्नु नहुने हो क्या त्यही पैसा पनि 12 वर्ष त मुनिकालाई पैसा हेरे अरूलाई हेरे के हेरे गर्ने हो त्यस्तो अलि भएन अलि व्यवस्थापन राम्रो गर्नु पर्यो अनि यता ल मेयर साहब भोट पाउने चाहिँ त्यही गर्नु पर्यो कसैले अलिअलि राम्रो कुरा नि भनिरहेछन् यो पार्कको बारे ल धेरैले नराम्रो कुरा भनिरहेछ राम्रो त छ तर खेल्नलाई भएन कि हल्का पैसा चाहियो
यत्रो बाटो आधा घन्टा आधा घन्टा लाएर हामी यस्तो आएको आउन मात्र भयो न खेल्न पाइयो न के यस्तो जिम गए जस्तो एउटा खुट्टो मात्र थियो त्यसमा पनि एउटा खुट्टो नचार आयो एउटा खुट्टो मात्र नचार आयो नि त नाचेको थिएँ जिममा अनि गाइज हेर्नु अरू नाचै आफ्नो वेट पनि उचाल्न सकिने आफ्नो वेट कसरी उचाल्ने त म 50 केजी छैन गर्न मिलेन मैले त सके त धेरै हुन्छ छैन नि म जम्मा 48 केजी 47 हो म वाक भयो जा अहिले गर्न 47 मान्छु भयो गएर कस्तो लाग्यो नानी बेकार किन खुट्टामा चाहिँ दुख्छ त केही नि खेल्न पाइँदैन हो र राम्रो त थियो तर खुट्टा मात्र दुख्यो त्यहाँ तखन जान हाम्रो घर टाढा हो कि त्यो पार्क मलाई एकदम कस्तो लाग्यो राम्रो त लाग्यो तर बेकार बेकारै लाग्यो ब्युटिफुल प्लेस कसले किन नराम्रो लाग्यो हेलो गाइज हामी अब लास्टमा आइयो हामी महेश पथमा आउँदैछौँ गाइज हामी झुक्काएर दिदी दाईहरूलाई प्रियतमा पार्कमा लाने विचार गरेर हिँडिरहेको छौँ अहिले चाहिँ हामी यहाँ महेश पथमा धेरै टाढा छ 15 मिनट 20 मिनट जति लाग्छ होला यहाँ पुग्न दिदीलाई थाहा छैन गफ गर्दै गर्दै हिँड्नु भएको छ कति मिनट भयो भने थाहा छैन अब प्लान हाम्रो प्लान चाहिँ अलिक स्पेसल छ सबको र मेरो हो यो प्लान चाहिँ अब अरूलाई पनि थाहा भयो तर कहाँसम्म पुगिन्छ नि थाहा छैन किनकि सुमन दाइले सायद रोक्न सक्नुहुन्छ भन्न सक्नुहुन्छ दिदीलाई त्यही पनि अब हामीले कोसिस जारी नै छ अब के हुन्छ थाहा छैन सुमन दाइले त सब अहिले हेरौँ है त गाइज बाई गाइज प्लान फेल भयो अब भनेको ड्युटीले दिमाग लगाए गयो अब मलाई केही बोल्न मन छैन अब हामी घर फर्किँदै अब के गर्ने